एभ्रिवान, सबैजनालाई वेलकम छ आजको न्यू डे न्यू ब्लगमा। अनि आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। अनि आज चाहिँ हामी जाँदैछौँ बुढाबुढी भएर। हाम्रो चाहिँ गाउँमा एउटा बच्चा जन्मिएको छ अनि उसको चाहिँ बच्चा जन्मिएको उपलक्ष्यमा पार्टी हुँदैछ। अनि हामी बुढाबुढी चाहिँ जाँदैछौँ, हेर्न सक्नुहुन्छ। ढिलो भइसक्यो, त्यही भएर हामी छिटो छिटो जाँदैछौँ। अघि नै भ्लग स्टार्ट गर्न सकेन, त्यही भएर अहिले भर्खरै भ्लग स्टार्ट गर्दैछु। हामी चाहिँ जाँदैछौँ है, ल सहज सहज त्यही त। अनि मेरो भाउजूले पर्खेर मेरो भाउजू चाहिँ पर्खेर बसिराख्नु भएको थियो मलाई। अनि हामी चाहिँ जाँदैछौँ, हेर्न सक्नुहुनेछ। म चाहिँ तपाईँहरूलाई वहीँ पुगिसकेपछि देखाउने छु। अनि हामी चाहिँ जाँदैछौँ, हेर्न सक्नुहुन्छ। मेरो श्रीमानले चाहिँ स्कुटी चलाउनुहुन्छ, म चाहिँ भ्लग गर्नको लागि चाहिँ स्कुटी चाहिँ बुढालाई चलाउनु लगाएको क्या आज। अनि हामी चाहिँ जाँदैछौँ, मेरो भाउजू पछि पछि आउँदै हुनुहुन्छ। अब पुग्न लागिसक्यो, नजिकै छ। म चाहिँ वहीँ पुगेर तपाईँहरूलाई देखाउने छु, हेर्दै गर्नु होला। हेलो, हेर्न सक्नुहुन्छ हामी चाहिँ पुगिसकेको। यस्तो कुदा खान् कि हामी चाहिँ पुगिसक्यौँ, हेर्न सक्नुहुन्छ। अहिले म तपाईँहरूलाई भित्र पुगेपछि देखाउँछु है त, हेर्न सक्नुहुन्छ। हेर्नु न, हामी त आइसक्यौँ, हामी पुगिसक्यौँ। बिचरा मेरो भाउजू छोडिदिनु भएछ उतै, कसलाई कुर्दै हुन्छ सहज। भाउजू चाहिँ आएकै हुनुहुन्न, हेर्नु न। हामी त आएर नि फेरि यता आइसक्यौँ कुर्नलाई। सहज न, हामी हेर्नु न आइसक्यौँ यहाँभित्र। मेरो भाउजू कता छुट्टिनु भएछ। मेरो बुढा फेरि एकदम स्पिडमा आउनुभयो क्या, त्यही भएर भाउजू कता जानुभयो नि। यो सहज चपटा होला। हेर्नु न, मेरो भाउजू त गायब, आउँदा आउँदै पछाडि नै छुट्टिसक्नु भएछ। हेर्नु न, हामी पुगिसकेको छौँ, भाउजू कता हराउनु भयो ल। हेर्नु, हामी चाहिँ जाँदैछौँ। मेरो बुढा चाहिँ अलिकति भन्न नमिल्ने, म चाहिँ देखाएन बुढालाई। भाउजू त कता गायब हुनुभयो मेरो भाउजू। मेरो बुढा काम नलाग्ने छन् के भन्ने हो भने। हेर्नु न, बिचारा त्यत्रो बेर कुर्नुभयो भाउजूले, हुथुथुथुथु कुदाएर भित्र पो लैदिरह भने के, एकैछिनमा के भित्र पुऱ्याइदिरह भने। बिचारा भाउजूले त्यहाँ त्यत्रो बेर कुरेर बसिराख्नु भएको थियो। अहिले लास्टमा आउने बेलामा हेर्नु न एक्लै, हेर्नु न हिँडिराखेछन्। ल म चाहिँ अहिले भित्र गएपछि देखाउँछु है त। पर्खी वेट गर्दै गर्नु होला है। म चाहिँ तपाईँहरूलाई भित्र पुगिसकेपछि देखाउँछु है त। मेरो छोरी यसरी खाने ठाउँमा बसिए। मेरो छोरी पो भइरह यहाँ रानी। 자, 동서 차줘.
वो या वाला वाला cái ký leo wow octopus rất hay à bây giờ hóa了的खाएर भ्याइसक्यो हेर्न सक्नुहुन्छ अयो ठुया खाएर भ्याइसक्यो हामी चाहिँ फर्किँदै हो हेर्न सक्नुहुन्छ हामी चाहिँ जाँदैछौँ बाई बाई सो गाइज अनि म चाहिँ घर आइसकेको छु हेर्न सक्नुहुन्छ र हाम्रो चाहिँ खानाहरू खाएर पनि सकेर पनि हामी चाहिँ घर आइसकेको छौँ मेरो छोरी चाहिँ खाँदा खाँदै सुति कि अनि त्यही भएर म चाहिँ खाएर सक्ने बित्तिकै नानीलाई चाहिँ घर लिएर आएँ घर लिएर आइसकेँ लिएर आएपछि त हेर्नु न यहाँ उठेर यसरी खेलेर बसिसकेँ हेर्न सक्नुहुन्छ साथी मम्मीलाई माम खान नदिक्यो हो अयो घर आएपछि त उठ्दै रहेछ नि त अनि हेर्नु उहाँ चाहिँ सुतेको मान्छे अहिले घर आएपछि चाहिँ उठेर खेलेर बसिरहेँ अनि आजको लागि चाहिँ यति नै मेरो छोटो मिठो भिडियो हजुरहरूको लागि सबैजनाले हेरेर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला र सबैजनाले माया गरिदिनु होला है त म चाहिँ यति नै भन्न चाहन्छु र नयाँ हुनुभएको जतिले चाहिँ च्यानललाई सब्सक्राइब पनि गर्नु होला है त र अब आउने दिनहरूमा पनि यस्तै नयाँ नयाँ भिडियोहरूको साथ उपस्थित हुनेछु आजको लागि चाहिँ बाई बाई सबैजनाले सब्सक्राइब गरिदिनु होला है त भिडियो अन्तिमसम्म पनि हेरिदिनु होला बाई बाई